के पो थियो हो मलाई न सोध कहाँ दुख्छ घाउ मलाई न सोध कहाँ दुख्छ घाउ मेरो जिन्दगीमा सधैँ यो उदासी सकेकै छ जिउन हाम्रो इलामको रमाइलो कन्याम डाँडामा बडो रमाइलो रहेछ कहिले पनि यता त आउनु भ्याएको थिएन यही ठुलो राजमार्ग इलामै बाटो मात्रै हिँडिरहेको थियो तर यसैपालि अब छोरा आएको नाताले गर्दा घुम्नु भ्यायो अब यो मौका त त्यति मिल्दैन होला भन्दै मैले त 2082 सालमा के अरे यो कन्याममा घुम्नु पाएकोमा साह्रै धन्यवाद हाम्रो भाग्यमानी छोरा आएकोले गर्दा अब छोराहरूलाई धेरै धेरै धन्यवाद के अरे चिरायु होस् नाति पनाति हाम्रो नात पनातको उसकोमा भाग्यमानी होस् ज्ञानी बुद्धि के अरे सम्पन्न धन सम्पत्तिमा सम्पन्न होस् धन होइन ज्ञानले होस् ज्ञानले होस् पैसाले नमात्योस् सम्पन्न दुःखमा नआत्योस् बुद्धि ज्ञानमा पनि सम्पन्न धनले नमात्योस् सुखीले नमात्योस् नमात्योस् धनले पनि दुःखले नआत्योस् दुःखले नआत्योस् सुखले नमात्योस् सम्पन्न होस् ज्ञान बुद्धिमा सम्पन्न अर्थी उपदेश सुन्ने पान्जाङ इन्जाङ सुन्ने चाहिँ चाना रहोस् जहिले सुकै पान्जाङ इन्जाङ भनेको अर्थ उपदेश सुन्ने ज्ञान सुन्ने मौका पाओस् होइन नाम बाबा लाभा बस इच्छा खामने तलतङ सुन्ने ने आकाश पताल रहिन्जेल चन्द्र सूर्य रहिन्जेल यहाँ हाम्रो छोरा सन्तान सबै छोरी चेली के अरे साखा सन्तान सबै हाम्रो आफ्नो आफन्त नाता मा चाहिँ सबै सम्पन्न होस् सफल रहोस् शुभ रहोस् यात्रामा हाम्रो पनि शुभ रहोस् यो हाम्रो फेसबुक भनेको जहीँ तहीँ पुगोस् हामीलाई देखिसक्दा चिन्ने होस् धेरै चिन्नु हुँदैन सबै सुख शान्ति होस् सुन्नु नि सबै सुख शान्ति होस् सबैको जय होस् आफ्नो मात्रै होइन सारा संसार सृष्टि ब्रह्माण्डको सुख होस् जय होस् सबै पशु प्राणी पंक्षीको जय होस् हामीलाई सबसेमा चाहिँ ज्ञान र बुद्धि होइन चेतना होस् चेत विवेक चाहिँ सम्पन्नै होस् अनि धन मन धन पनि पुगोस् हाम्रो चेतना भएपछि मन धन त त्यतिकै मन धन पुगोस् चेतना बुद्धि चेतनाले चेताउने बुद्धिले सबै कुरो सम्झिने